आज चाहिँ इङ्ग्लिसको हेरौँ है त। सो एसई 2081 प्रिपरेसन मात्र 12 दिन बाँकी छ है। अनि इङ्ग्लिसबाट सुरु गरौँ। इङ्ग्लिस चाहिँ अब किन भन्दाखेरि चाहिँ अब थर्ड मोस्ट फेल्ड सब्जेक्ट इन 2080 है। फर्स्टमा म्याथ, सेकेन्डमा साइन्स अनि थर्डमा चाहिँ इङ्ग्लिस है। अब इङ्ग्लिसमा चाहिँ 1 लाखभन्दा बढी स्टुडेन्टहरू फेल भएको छन्। अब त्यो के कारणले भयो त्यो चाहिँ अब वान अफ द अनसल्भ मिस्ट्री चाहिँ भयो त्यो चाहिँ होइन। त्यहाँतिर चाहिँ नजाउँ, तर अब चाहिँ प्रब्लम्सतिर जाउँ हामी। प्रब्लम्स चाहिँ के हो त स्टुडेन्टले फेस गर्ने भन्दाखेरि ग्रामर आउँदैन है, अथवा गाह्रो लाग्छ है। कोही हुन्छन् आउँदै नआउने, कोही हुन्छन् हल्का आउने हल्का नआउने। अब ग्रामर चाहिँ 11 मार्क्स क्यारी गर्छ। अब 11 मार्क्स चैट भयो भने त फेरि गाह्रो पऱ्यो होइन। अर्को भनेको राइटिङ आउँदैन। राइटिङमा तिम्रो फ्री राइटिङ भनेर हुन्छ। फ्री राइटिङमा चाहिँ तिम्रो क्रिएटिभिटीहरू चेक गर्ने, जस्तो एसेहरू हुन्छ नि, तिम्रो इन्फर्मल लेटरहरू भयो त्यो चाहिँ होइन। अर्को भनेको फर्मेट राइटिङ। फर्मेट राइटिङ भनेको चाहिँ त्यही फर्मेटमा लेख्नु पऱ्यो, त्यसै गरी नै लेख्नु पऱ्यो। जस्तो तिम्रो मेल राइटिङहरू त्यो भनेको फर्मेटमा हुन्छ होइन। अब फर्मल मेलहरू हुने भयो होइन। जस फर्मल राइटिङहरू भनेको चाहिँ फर्मेट राइटिङ भन्न सक्यो हामीले है। थर्डमा हुन्छ प्यासेज पोइम्स। प्यासेज र पोइम्सले धेरै मार्क्सहरू क्यारी गरेको हुन्छ होइन। जस्तो तिम्रो ग्रामरले त जाबो 11 मार्क्स हो होइन ग्रामर, तर जाबो भन्न मिलेन, 11 पनि धेरै हुन्छ। प्यासेज र पोइम्सले चाहिँ अलिकति धेरै मार्क्स क्यारी गरेको हुन्छ। अब त्यसमा पनि प्यासेज नबुझ्ने होइन, अनि पछि पोइम्स नआउने। अब यिनीहरू भनेको त तिम्रोहरूको कोर्स बुकमै भएको हुन्छ नि त, सिन पोइम सिन प्यासेजहरू पनि हुन्छ होइन। तर कुन प्याराग्राफबाट सोध्छ भनेको थाहा हुँदैन। बट त्यो त हुन्छ तिम्रो बुकमा। एमसिक्युजहरू सोध्न सक्छ, क्वेसन एन्सरहरू हुनसक्छ, त्यसमा सिनोनिम एन्टोनिम हुनसक्छ, फिल इन द ब्ल्याङ्क्स दिया हुन्छ। अर्को भनेको फिल इन द ब्ल्याङ्क्स दिया हुन्छ, अनि अप्सनमा चाहिँ तिम्रो अप्सन्सहरू दिया हुन्छ। अब त्यो अप्सनबाट छानेर गर्नु पऱ्यो है। अप्सन दिएको केसमा चाहिँ इजी हुन्छ, अप्सन नदिएको केसमा चाहिँ अलिकति गाह्रो हुन्छ। किन गाह्रो हुन्छ भन्दाखेरि चाहिँ हामीलाई प्यासेजहरू पोइमहरूको मिनिङहरू जुन चाहिँ डिफिकल्ट वर्डहरूको मिनिङहरू थाहा हुँदैन, अनि कुन वर्ड चाहिँ कुन चाहिँ ठाउँमा हाल्ने भनेको हामीलाई गाह्रो लाग्न सक्छ है। सो यो चाहिँ ओभरअल प्रब्लमहरू चाहिँ फेस गरिरहेको, स्टुडेन्टले फेस गरेको प्रब्लमहरू चाहिँ यो हो है। अब यसको लागि चाहिँ कसरी पास गर्न सकिन्छ भने चाहिँ मैले अहिले यो भिडियोमा चाहिँ 3 days प्रिपरेसनको कुरा गर्छु होइन, जुन चाहिँ अब हाम्रो भइ नै हाल्यो। सो सुरु गरौँ, डे 1 को कुरा गरौँ है त। डे 1 मा के गर्ने त भन्दाखेरि पहिला सुरु चाहिँ इङ्ग्लिसको ट्रिपल एस भनेर हामीले बुझौँ डे 1 मा जानुभन्दा अगाडि है त। ट्रिपल एस इन इङ्ग्लिस भनेको के हो त भन्दाखेरि स्ट्रक्चर हो, स्पेलिङ हो, अनि अर्को भनेको सिम्प्लिसिटी हो है। अब यो बारेमा हामी जाउँ। स्ट्रक्चर भनेको तिम्रो अब टेन्स हुने भयो, एक्टिभ प्यासिभ हुने भयो, डाइरेक्ट इन्डाइरेक्ट हुने भयो, ट्याग क्वेसन हुने भयो है। तिमीले लेख्छौ नि जुन चाहिँ सेन्टेन्सको स्ट्रक्चर त्यो चाहिँ मिलेको हुनु पऱ्यो। जस्तो अब त्यो राइटिङमा होस्, तिमीले प्याराग्राफ राइटिङ अथवा स्टोरी राइटिङ जेसुकै होस्, तिम्रो त्यो स्ट्रक्चर चाहिँ मिलेको हुनु पऱ्यो। अर्को भनेको स्पेलिङ। डोन्ट राइट द वर्ड्स द्याट यु डोन्ट नो द स्पेलिङ भनेको जुन चाहिँ गाह्रो वर्ड कतिले के सोच्छ, गाह्रो वर्ड लेख्छु अनि मार्क्स धेरै तानिन्छ भन्ने नि सोचिरहेको हुन्छन् है। तर त्यो गाह्रो वर्ड लेख्ने चक्करमा चाहिँ तिम्रो मार्क्सहरू कट भइरहेको हुन्छ स्पेलिङ नमिलेर। सो अभोइड कम्प्लेक्स वर्ड। कम्प्लेक्स वर्ड चाहिँ अभोइड गर्नु पऱ्यो। एक्जाम कस्तो सिनेरियो हुन्छ भने एक्जाम भने जानेको वर्डको पनि स्पेलिङ बिर्सिन्छ क्या हामीले। त्यस्तो केसमा चाहिँ के गर्नु पऱ्यो, अल्टरनेटिभ युज गर्नु पऱ्यो। जस्तो साइमल्टेनियसली तिमीले लेख्न आएन अरे तिमीले भनेपछि एट द सेम टाइम लेख्न सक्छौ तिमीले है। साइमल्टेनियसको सट्टा एट द सेम टाइम लेख्न सक्छौ भनेपछि यो लेखियो भने स्पेलिङ पनि राइट भयो, सिम्पल पनि हुने भयो होइन, अनि तिम्रो राइट पनि हुने भयो। अर्को भनेको सिम्प्लिसिटी। अब स्टुडेन्टहरूले अर्को एउटा मिथ के छ भन्दाखेरि इडियम्स एन्ड फ्रेजेसहरू होइन, कुनै पनि अब फ्रेजेसहरू लेख्छु अनि मैले चाहिँ बढी मार्क्स तान्छु भन्ने सोच हुन्छ। हुन त त्यो ठिकै हो सोच, कम्प्लेक्स सेन्टेन्सहरू युज गर्ने भने त्यो सोच ठिकै हो, बट सिम्पल लेख्दाखेरि बेस्ट हुन्छ। कहिलेकाहीँ अब कम्प्लेक्स सेन्टेन्स बनाउनुको चक्करमा हाम्रो स्ट्रक्चर बिग्रिरहेको हुन्छ होइन। त्यस्तो केसमा चाहिँ मार्क्स काटिन्छ क्या। सो मार्क्स काट्ने ठाउँ चाहिँ हामीले दिनु भएन। सो सिम्पल गर्ने, सिम्पल सेन्टेन्स बनाउने, कम्प्लेक्स सेन्टेन्स नबनाउने, टेन्स स्ट्रक्चर स्पेलिङ हेर्ने है। अनि इडियम्स तब मात्र युज गर्ने जब कि मिनिङ थाहा छ। जे पाइ त्यही अब उखान टुका युज गरेर त भएन। इङ्ग्लिसमा इडियम्स एन्ड फ्रेजेस भनेर हुन्छ, त्यो जे पाइ त्यही युज गरेर भएन, कहाँ चाहिँ मिल्छ त भनेर युज गर्ने। अनि अर्को भनेको इन्भर्टेड कमाहरू तीमा ध्यान दिने होइन। अनि पछि अर्को भनेको किप योर एन्सर्स निट है। त्यो हामीले लेखेको केसहरूमा चाहिँ एन्सरहरू चाहिँ सकेसम्म निट है, सकेसम्म सिम्पल, सकेसम्म निट गर्नु पऱ्यो। सो ट्रिपल एस भनेको चाहिँ स्ट्रक्चर स्पेलिङ र सिम्प्लिसिटी हो। यो कुरा चाहिँ हामीले हेरिसक्यौँ। अब जाउँ डे 1 मा। डे 1 मा के गर्ने त सिलेबस। पहिला सुरु सिलेबस थाहा हुनु पऱ्यो, कस्तो खाले क्वेसन सोध्छ, कस्तो खालको क्वेसन प्याटर्न सोध्छ त्यो थाहा हुनु पऱ्यो। त्यो थाहा भयो भने बल्ल हामी अलिकति कन्फिडेन्ट आउन थाल्छ होइन। सो यु मस्ट है, मस्ट है, यु मस्ट नो, यु हेभ टु नो होइन कि यु मस्ट नो द सिलेबस एट एनी कस्ट। सिलेबस थाहा हुनै पऱ्यो, अप्सनै छैन अर्को। गेट फेमिलियर विथ द टाइप अफ क्वेसन आक्स, कस्तो खालको क्वेसन सोधेछ, कस्तो खालको प्यासेज धेरै सोधेछ होइन। अब राइटिङ पार्टमा हो हेर्ने हो भने स्टोरी राइटिङ, रेसिपी राइटिङहरू, मेलहरू यस्तोहरू धेरै सोधेछन्। अब तिम्रो लेटरमा पनि फर्मल लेटरहरू, लेटर टु द एडिटरहरू, यस्तो धेरै कुरा सोधेछ। त त्यो कुरा चाहिँ हामीले नोट डाउन गर्यो है। अनि बेस्ट वे टु डु दिस बाई मोडल सेट हेरेर चाहिँ हामीले गर्न सक्छौँ, त्यो ट्र्याक डाउन गर्न सक्छौँ।
अनि अर्को भनेको ग्रामरको फर्मुला लेख्ने, जुन चाहिँ ग्रामरको फर्मुला सब्जेक्ट प्लस P1 B5 प्लस अब्जेक्ट होइन, त्यस्तो भनेको त्यो फर्मुला त्यो टेन्सको भयो। त्यसै गरी एक्टिभ प्यासिभको हुन्छ, त्यसै गरी डाइरेक्ट इन्डाइरेक्ट हुन्छ, इफ सेन्टेन्स हुन्छ। इफ सेन्टेन्सलाई मान्छेले धेरै नेग्लेक्ट गर्छन्, तर इफ सेन्टेन्स भनेको तिम्रो 10 मार्क्समा पनि सोध्छ, तिम्रो माथि पनि सोध्छ, 9 नम्बरमा पनि सोध्छ, 9 नम्बर र 10 नम्बर दुइटैमा सोध्छ। सो त्यस्तो कुराहरू चाहिँ हामीले नेग्लेक्ट गर्नु भएन, सबै पनि फर्मुलाहरू एउटा सिट अफ पेपरमा लेख्नु पऱ्यो, जस्तो म्याथको बेलामा हामीले गरेको थियौँ त्यसै गरी गर्नु पऱ्यो। किन त भन्दाखेरि लुज पेपर अथवा एक्सर्साइज पेपर अथवा कुनै पनि पेपर पानामा लेख्यो भने त्यो रिभिजन गर्दाखेरि अथवा एक्जाम डेज क्लोज आउँदाखेरि हामीले त्यो रिभाइज गर्न सजिलो हुन्छ हामीलाई है। सो 11 मार्क्सको ग्रामरलाई चाहिँ फोकस गर्नु पऱ्यो हामीले। अब एउटा के छ थ्योरी भन्दाखेरि चाहिँ 11 मार्क्स जसले 11मा 11 मिलाउँछ त्यसले A र A+ ल्याउने सक्ने स्टुडेन्ट हो भनेर चाहिँ एउटा त्यो छ कि स्टुडेन्टहरू चेक गर्नेले त्यसरी बुझ्छ कि। सो 11 मार्क्सको ग्रामर चाहिँ सकेसम्म नबिगारौँ है, सकेसम्म चाहिँ हामीले यो बिगार्नु भएन, सकेसम्म हामीले मिलाउनु पऱ्यो। सो अर्को हेरौँ, फर्स्ट डे हामीले ग्रामर मात्रै हेर्ने भयौँ है, सिलेबस हेऱ्यौँ अनि ग्रामर हेऱ्यौँ। सो 11 मार्क्सको ग्रामर मोडल सेट क्वेसनबाट गरौँ। मोडल सेट क्वेसनमा दिए हुन्छ नि, अब 9 मार्क्सको क्वेसन भनेर छुट्टै दिया हुन्छ होइन, अनि 10 मार्क्सको क्वेसन भनेर छुट्टै दिया हुन्छ, कतिपय त मैले आफैले गरेको छु होइन। सो त्यो पनि हेर्न सक्छौ तिमीले। सो ओन्ली सल्भ ग्रामर फ्रम अल मोडल सेट, मोडल सेटबाट ग्रामर मात्रै गर्ने फर्स्ट डे चाहिँ तिम्रो 9 नम्बर र 10 नम्बरको 9 नम्बर 10 नम्बर 9 नम्बर 10 नम्बर ग्रामर मात्रै गर्ने। अब यो गर्न तिम्रो पेपर पेन पनि छैन, त्यही बुकमै मार्क गर्दा पेन्सिलले लेख्दाखेरि हुने भयो है। अनि पछि कन्फिडेन्ट आउनु थाल्छ तिमीलाई, ग्रामर जब जति मिल्दै जान्छ त्यो कन्फिडेन्ट आउनु थाल्छ। राइटिङ पार्टमा नि भयो तिम्रो, यो ग्रामर पार्टमा त भइ नै हाल्यो है। यदि कुनै क्वेसन गाह्रो लाग्छ भने तिमीले टिचर्ससँग हेल्प लिन सक्छौ, युट्युबबाटसँग लिन सक्छौ, कतिपय त मैले आफैले सल्भ गरेको छु ग्रामरको टन्नै छ है, त्यो इङ्ग्लिसको प्लेलिस्टमा हेर्न सक्छौ। गाह्रो लाग्ने भनेको त्यो ट्याग क्वेसन एक्टिभ प्यासिभ यस्तो गाह्रो लाग्ने हो नि होइन। सो योहरू तिमीले अलिकति हेर्नु पऱ्यो बढी है। सो धेरै जस्तो क्वेसन मैले नि गरेको छु, त्यो भइहाल्यो। डे 1 चाहिँ ग्रामर र सिलेबस है त डे 1 को। अब सिलेबस हेरौँ, यो थाहा हुनु पऱ्यो है। सिलेबसमा मैले यो जस्ट ओभरअल लेखिदिएको छु, बस्ट बुझ्नको लागि यति लेख्यो भने बुझिन्छ भन्ने है त। सो लेटर राइटिङ आउने भयो, प्याराग्राफ राइटिङ आउने भयो, एसे राइटिङ आउने भयो, स्टोरी राइटिङ भइहाल्यो, सिन प्यासेज है। सिन प्यासेज भनेको हाम्रो बुकमा भएको प्यासेजहरू, अनि एप्लिकेसन राइटिङ अथवा यहाँ पोइम पनि हुनसक्छ है। अनि आर्गुमेन्टेटिभ राइटिङ भनेको दुईजना आर्गु गरिरहेछ त्यो कुराहरू लेख भनेको, एडभर्टिजमेन्ट लेख, न्युज आर्टिकल, ग्रामर आर्टिकल्स भइहाल्यो, ट्रान्सफर्मेसन, क्वेसन ट्याग, कन्डिसनल सेन्टेन्स, प्रिपोजिसन, रिपोर्टेड स्पिच, कजेटिभ भर्ब, अनि रिलेटिभ क्लज, सब्जेक्ट भर्ब कङ्कर्ड, अनि टेन्सेस। अब यिनीहरू चाहिँ सोधेको यहाँबाट चाहिँ सोध्छ भन्न खोजेको है। अब त्यो चाहिँ हामीलाई थाहा हुनु पऱ्यो। अब हामी जाउँ डे 2मा। इङ्ग्लिसको लागि त्यस्तो धेरै कम्प्लेक्स केही पनि छैन। डे 1मा त्यही ग्रामर र सिलेबस भइहाल्यो है। डे 2मा हेरौँ, डे 2मा के छ, प्यासेज र पोइम। प्यासेज र पोइम। सो प्यासेज किन पोइम किन भन्दाखेरि यिनीहरूले चाहिँ अलिकति बढी मार्क्स क्यारी गरेर हुन्छ कतिपय केसमा। त्यसमा चाहिँ तिम्रो अब क्वेसन टाइप भनेको त्यही क्वेसन एन्सर आउने भयो होइन, अनि त्यसपछि मल्टिपल चोइस क्वेसन, फिल इन द ब्ल्याङ्क्स, यस्तै टाइपको सिनोनिम एन्टोनिम हुने भयो। अब यसमा चाहिँ कसरी गर्ने त भन्दाखेरि यु मस्ट नो इच एन्ड एभ्री वर्ड अफ दोज प्यासेज अर पोइम्स। यो भनाइको मतलब चाहिँ हरेक वर्ड, त्यो पोइममा भएको हरेक वर्ड अथवा त्यो प्यासेजमा भएको हरेक वर्डको मिनिङ तिमीलाई थाहा हुनु पऱ्यो। यदि तिमीलाई थाहा छैन भने अन्डरलाइन लाउने, अनि अन्डरलाइन लगाइसकेपछि त्यसको ठ्याक्कै माथि, अब सपोज मलाई यो डिफिकल्टको मिनिङ थाहा छैन भने अन्डरलाइन लगाएर यहाँनिर अप्ठ्यारो लेखिदिने होइन, अथवा नेपालीमा लेखिदिनु भयो, अथवा नट इजी भनेर लेखिदिने होइन। यसरी लेखियो भने चाहिँ तिमीलाई पछि एक्जाम डेमा रिभाइज गर्न सजिलो हुन्छ। त्यो गर्ने है। त्यो कसरी गर्न सक्छ, गुगलमा सर्च गऱ्यो भने, वर्ड सर्च गऱ्यो भने, डिक्सनरीमा सर्च गऱ्यो भने गर्न सकिन्छ है। अब अर्को भनेको इन एक्जाम यु नेभर नो विच प्याराग्राफ विल बी आस्क्ड। भनेपछि एक्जाममा हामीलाई थाहा नै हुँदैन कुन प्याराग्राफबाट सोध्छौँ, त्यही प्यासेजको कुन प्याराग्राफबाट सोध्छै थाहा हुँदैन। त्यही प्यासेज कुनै एउटा प्याराग्राफ दिन्छ अनि त्यहाँबाट क्वेसन बनाइदिन्छ क्या है। क्वेसन डिफ्रेन्ट पनि हुनसक्छ, बट हामीले के गर्नु पऱ्यो, त्यो होल प्याराग्राफको कन्टेक्स्ट अथवा जिस्ट, त्यो प्यासेजले के भन्न खोजेको थियो त्यो थाहा हुनु पऱ्यो, मोरल थाहा हुनु पऱ्यो, ओभरअल कन्सेप्ट हामीले थाहा हुनु पऱ्यो। त्यति थाहा भयो भने हामीले गर्न सक्छौँ है। फर्स्टमा वर्डहरू अन्डरलाइन गर्ने, यो चाहिँ इम्पोर्टेन्ट है, पोइमको केसमा पनि प्यासेजको केसमा पनि। अनि मोस्ट अफ द सिन पोइम्स त मैले नै सल्भ गरिसकेको छु, सो यु क्यान चेक इट आउट है। मोडल क्वेसन सेकेन्डमा मोडल क्वेसन्स। मोडल क्वेसन्स किन त भन्दाखेरि पास्ट क्वेसन्स र मोडल क्वेसन्स हेर्नु पऱ्यो है। किन भन्दाखेरि कुन चाहिँ प्यासेज र पोइम रिपिटेडली सोधेको छ त्यो थाहा हुनु पऱ्यो हामीलाई, कस्तो खाले क्वेसन सोधेको छ त्यो प्यासेजबाट त्यो थाहा हुनु पऱ्यो। अब त्यो क्वेसन एन्सरहरू अनि त्यो फिल इन द ब्ल्याङ्क्सहरू गर्ने है। यस्तो बेला तिमीले कपीमा लेखिरहनु पर्दैन, त्यही बुकमा जुन चाहिँ तिम्रो सेट बुक छ, यो मोडल सेट बुक, त्यसमै लेख्नु पेन्सिलले लेख्नु पनि भयो है। सो यो गरियो भने कन्फिडेन्स आउँदै जान्छ। जतिपय तिम्रो अब लेट्स चाहिँ तिम्रो वेदर भन्ने एउटा पोइम छ होइन, त्यो पोइमको जति पनि क्वेसन्सहरू आएको छ त्यो हेर्ने गर्ने, अब त्यो गऱ्यो भने त्यो पोइम कम्प्लिट भयो क्या तिम्रो। त्यसपछि तिमीलाई कन्फिडेन्स आउनु थाल्छ। अब किप इन माइन्ड द्याट प्यासेज पोइम्स क्यारी मोर मार्क्स। भनेपछि यो त थाहा हुनु पऱ्यो तिमीलाई, प्यासेज र पोइम्सले अलिकति बढी मार्क्स क्यारी गर्छ भन्ने थाहा हुनु पऱ्यो है। अब ग्रामर मात्रै मिलाएर भएन कि यो पनि मिलाउनु पऱ्यो, ग्रामर पनि मिलाउनु पऱ्यो है। अब ओन्ली प्र्याक्टिस दोज क्वेसन यु फाइन्ड डिफिकल्ट, जस्तो
अब क्वेसन्सहरू भनेको तिमीले अब प्यासेज पोइम जुन चाहिँ अब आउने पोइम चाहिँ त्यसलाई प्र्याक्टिस गरेर चाहिँ के गर्छौ भने नआउने क्वेसनहरू चाहिँ बढी प्र्याक्टिस गर्ने भन्ने खोजेको। इङ्ग्लिस सजिलो छ है, उसो यसलाई चाहिँ धेरै टाइम दिएर काम छैन। इङ्ग्लिसमा चाहिँ अब तिमीले 5-6 दिन दिएरै काम छैन। इङ्ग्लिस सजिलो म्याक्सिमम् 2 अथवा 3 डेज, यदि तिमीलाई आउँछ भने 2 डेज अथवा 3 डेज, त्यति 3 डेज चाहिँ म्याक्सिमम् दिनु पऱ्यो, म्याक्सिमम् भयो भने चाहिँ दिनु पऱ्यो है। अनि ताकि अरू सब्जेक्टहरूमा फोकस गर्न सक्छ। जस्तो म्याथ, अरू अप्सनल म्याथहरू तिमीलाई गाह्रो लाग्छ त्यसमा चाहिँ बढी टाइम इन्भेस्ट गर्ने तिमीले होइन। अनि इङ्ग्लिसहरूमा इङ्ग्लिस नेपालीहरू यिनीहरूमा चाहिँ अलिकति थोरै टाइम इन्भेस्ट गर्दाखेरि बेटर हुन्छ। अब डे 2 पनि सक्यो है। डे 3 मा हेरौँ, डे 3 मा के गर्न सक्यो। डे 3 मा रिभिजन, अभियसली लास्ट डे भनेको रिभिजन डे हुन्छ है। रिभिजन किन इम्पोर्टेन्ट छ भन्दाखेरि जति पनि नोट्स तिमीले बनाउँछौ, जति पनि त्यो तिमीले गरेको छौ त्यो रिभाइज गर्नु पऱ्यो। अगाडि बढेको बिर्सिन सक्छ, ग्रामरको फर्मुलाहरू बिर्सिन सक्छ, त्यो गर्नु पऱ्यो। पोएम्स प्यासेजहरू, डिफिकल्ट वर्डको मिनिङहरू त्यो याद हुनु पऱ्यो है, ताकि एक्जाममा यदि तिमीलाई त्यही प्यासेजबाट सोधेको छ भने त्यो वर्डको हरेक वर्डको मिनिङ तिमीलाई थाहा होस् क्या। त्यो थाहा वर्डको मिनिङ थाहा हुनु किन जरुरी छ भन्दाखेरि जब तिमीलाई वर्डको मिनिङ नै थाहा छैन, तिमीले कसरी फिल इन द ब्ल्याङ्क्स गर्छौ, तिमीले कसरी क्वेसन एन्सर गर्छौ होइन, त्यो थाहा हुनु पऱ्यो नि त। तिमीलाई सिनोनिम एन्टोनिम कसरी गर्छौ यदि मिनिङै थाहा छैन भने है। सो त्यो चाहिँ भेरी इम्पोर्टेन्ट छ। अर्को भनेको राइटिङ फर्मेट, राइटिङ फर्मेटहरू नै हेर्नु पऱ्यो है। अहिले चाहिँ हामीले के गरेछौँ, ग्रामरहरू, प्यासेजहरू हेरेछौँ, राइटिङ फर्मेट हेरेछौँ। सो राइटिङ फर्मेट चाहिँ अलिकति सजिलो हुन्छ क्या, तिमीले जस्ट फर्मेट थाहा भयो भने तिमीले लेख्न सक्छौ। अब राइटिङ पार्टमा हेरौँ, चेक द टाइप अफ क्वेसन आएको, कस्तो खाले क्वेसन सोधेको छ, स्टोरी राइटिङ अनि तिम्रो लेटरमा कस्तो टाइपको लेटरहरू सोधेको छ त्योहरू हेर्नु पऱ्यो है। अनि फर्मेट हेर्नु पऱ्यो, फर्मेट थाहा भयो भने तिमीले लेख्न सक्छौ। सो त्यस्तो विधि गाह्रो पनि छैन, त्यसलाई धेरै कम्प्लेक्स नबनाउनु पर्दैन है। प्र्याक्टिस ओन्ली दोज पार्ट्स यु फाइन्ड डिफिकल्ट। जस्तो तिमीलाई लेटर आउँछ भने लेटर गर्नु पऱ्यो भने तिमीलाई कुन गाह्रो लाग्छ, रेसिपी राइटिङ गाह्रो लाग्छ कि होइन, तिमीलाई कुन चाहिँ नोटिस राइटिङ अथवा तिम्रो रुल्स राइटिङहरू हुन्छ त्यो गाह्रो लाग्छ कि। रुल्स राइटिङको लागि छुट्टै मैले त्यो अलमोस्ट मैले सबै राइटिङ पार्ट त कम्प्लिट गरिसकेको छु हेर है गएर, किनभने हरेक जुन चाहिँ राइटिङको जुन चाहिँ पार्टको छुट्टै रुल्सहरू हुन्छ त्यही अनुसारले फलो गरेर लेख्ने हामीले होइन। अब त्यही हो, फर्मेट याद भयो भने तिमीले गर्न सक्छौ है, त्यस्तो केही गाह्रो छैन। अब मोडल सेटमा हेरौँ, मोडल सेटमा के छ भन्दाखेरि इङ्ग्लिस अलिकति म्याथभन्दा फरक छ, त्यही भएर होइन त्यो मक टेस्टहरू लिइरहनु चाहिँ खासै जरुरी छैन कि इङ्ग्लिसमा है। इङ्ग्लिस अलिकति सजिलो पनि छ, त्यही भएर तिम्रो डे 1 मै इङ्ग्लिस हालिदिएको हुन्छ है। त्यही भएर फर्स्ट बलमा चाहिँ हामीले छक्कै हान्नु पऱ्यो है, फर्स्ट बलमा क्लिन बोल्ड भएर चाहिँ काम भएन। सो मक एक्जाम लिनु जरुरी छैन, तर कसैले हुन्छ अरू सबै म्याथ साइन्स चाहिँ मलाई इजी लाग्छ, इङ्ग्लिस चाहिँ मलाई गाह्रो लाग्छ भन्नेहरूले चाहिँ मक एक्जाम लिँदा बेस्ट हुन्छ। 1 देखि 3 मक्स धेरै लिनु पर्दैन है, किनभने धेरै टाइम इङ्ग्लिसलाई नदिउँ हामीले। अनि लिँदा भयो। मक टेस्टको मेन भनेको त्यही टाइम म्यानेजमेन्ट हो, एक्जाममा घडी लानु। किनभने कतिपय केसमा चाहिँ के हुन्छ भने स्टुडेन्टले टाइम छ भनेर बसिरहेको हुन्छ, अनि तिम्रो एसेहरूमा बढी 2-3 पेज लेखिदिने, अनि पछि गएर चाहिँ ग्रामरको लागि चाहिँ टाइम हुँदैन, हतारमा गर्छन्, बिगार्छन् कि। सो त्यो केसमा चाहिँ घडी लाने, 5 मार्क्सको लागि कति मिनट, 5 मार्क्सको लागि तिम्रो धेरै दियो भने त्यही 7 देखि 8 मिनट दिने होइन। 5 मार्क्सको लागि 1 पेज आदि अथवा 1 पेज अलिकति लेख्दाखेरि बेस्ट हुन्छ है। सो यदि सबै यो गरियो भने चाहिँ A देखि A+ ल्याउन सकिन्छ है त। सो डेको हामीले त्यसरी गर्न सक्छौँ है। यो डे 3 सम्मको गऱ्यौँ। अब यहाँनिर हाम्रो के थियो, प्रब्लमहरू, सबै प्रब्लमहरू सल्भ भइसक्यो। ग्रामर आउँदैन थियो, अब यो गऱ्यो भने ग्रामर पनि आउनु भयो। राइटिङको अब दुइटै पार्ट फर्मेटहरू याद भएपछि त गर्न सकियो। अर्को भनेको प्यासेज पोइम पनि अब तिमीले हरेक वर्डको मिनिङहरू गरिरहेछौ भने त तिमीले त्यो पनि गर्न सक्छौ, त्यसमा कुनै डिफिकल्टी हुने भएन है त। सो यसरी चाहिँ इङ्ग्लिसलाई धेरै टाइम नदिउँ, 3 दिन भयो म्याक्सिमम है यो 3 दिन। यदि तिमी कन्फिडेन्ट छौ भने त 2 डेज हो म्याक्स इङ्ग्लिसको लागि। सो धेरै टाइम इङ्ग्लिसलाई नदिउँ, धेरै टाइम भनेको साइन्स, म्याथ अनि अप्सनल म्याथहरू जति पनि गाह्रो लाग्छ सब्जेक्ट त्यसलाई दिनु पऱ्यो। सो यसरी चाहिँ हामीले गर्न सक्छौँ है। अब नेक्स्ट भिडियो चाहिँ सायद साइन्सको लागि म बनाउँछु, अनि त्यसपछि सक्यो पार्ट है त। अनि अरू कुन चाहिँ गाह्रो लाग्छ त्यसको लागि त्यही अनुसारले म बनाउँछु है त।